लुगाछु फेरि आइसकेको छु। म आज पनि घाँस काट्नु जाँदैछु। बिहान बिहानै उठ्यो 7:30 उठ्यो, 8 बजे चिया खाएर घाँस काट्नु हिँड्यो नि त केटो। अब के चाहिँ छ र गाउँमा आएर कामै त छ, अरू के चाहिँ होला। बराल जाँदैछु। हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो मौसम यस्तो राम्रो छ। बिहानै फेरि घाम टल्ल मलाई लागिरहेको थियो, अहिले फेरि एक्कासी हुसो लागेर छैन। के गर्नु गाइस, हुसो मात्रै लाग्छ त पानी मात्रै पर्नु खोज्छ, पर्दैन। आइज हाम्रो उयो हाम्रो अखर ए लडिसक्यो। मौसम आजको राम्रो छ। आज मौसम फेरि हल्का घाम लाग्ला जस्तो भइरहेको छ। हुस्सुन टुल्नु मुल्नु लागिरहेको छ यहाँनिर। के गर्नु अब गाइस। अराल कुद अब अराल माथि चाहिँ मेरो बहिनी आउँदैछ। निन्द्रा लाग्छ जति के साह्रो अल्छी लाग्यो आज त। अब अराल बाटो फेरि एकदम भन्दा झन्डै लडी गयो। झन्डै लडी गएछ। ल पर चाहिँ हाम्रो बाउले अलैँची रोप्दैछ। हाम्रो अलैँचीको बगान। अलैँची हत्तरका फेरि जुकाले यहाँ दार्यो हो। जुकाले के साह्रो दार्दो रहेछ। बाबा यहाँ त हातमा घाँसै आउँदैन त नि। आउँदैन